everyone, welcome to the second part of the Cradle Mountain vlog. अब चाहिँ हामी म्यारियन लुकआउट कटेर अनि क्राडल माउन्टेनको बेससम्म अलिकति तलसम्म पुगेर अनि फर्किन खोज्दैछौँ। मलाई लागिरहेको थियो कि हामी सेम बाटो फर्किन्छौँ भनेर, त्यही भएर मलाई चाहिँ धेरै हिँड्न मन लागिरहेको थिएन, तर हामीलाई चाहिँ आएको बाटोबाटै अर्को वेबाट फर्किँदैछौँ। सो हामी जाँदैछौँ अब चाहिँ, तर फर्किन चाहिँ एकदम गाह्रो हुँदो रहेछ चढ्नुभन्दा पनि, किनकि त्यो खुट्टा तलपट्टि भएर सुजमा लागिरहेको थियो मेरो, अनि मलाई चाहिँ अलि गाह्रो फिल भइरहेको थियो। राम्रो भ्यू हेरेर चाहिँ हामी तल झरिरहेका थियौँ। हामीलाई चढ्नको लागि 2 आवर्स लाग्यो अनि चढ्नको लागि चाहिँ नियरली 2.5 आवर्स लाग्यो, अनि टोटल ट्रिप चाहिँ हाम्रो 5 to 5.5 आवर्स जति लाग्यो। यसमा हामी लेट नै आएका थियौँ, 1 बजेतिर आएका थियौँ, अनि राति जाने बेलामा चाहिँ हाम्रो नियरली 6:30 जस्तो बजेको थियो। अनि हामी चाहिँ एकदम इन्जोय गऱ्यौँ यो ट्रिप। झर्ने बेलामा चाहिँ हामीलाई गाह्रो भइरहेको थियो, अनि कहिले यो ओह्रालो कट्छ र सम्म बाटोमा हिँडौँला जस्तो भएको थियो। अनि अल्सो लाइक प्लान गरिरहेका थियौँ हामीले नेक्स्ट ट्रिपमा चाहिँ के गरेर इम्प्रुभ गरेर आउने भनेर। जब हामी होटल आइपुग्यौँ, हामीले चाहिँ रुमहरू फिक्स गरेर यहीँ क्रेडल माउन्टेन एरियाको एउटा होटलमा बस्ने भनेर सोच्यौँ। थ्याङ्क यू फर वाचिङ।